कम्प्युटर चलाउँदा हाम्रो ध्यान त स्क्रिनमा, किबोर्डमा अनि माउसमा हुन्छ हैन त? तर यी सबैको पछाडि एउटा यस्तो अदृश्य शक्ति छ जसले हरेक कुरालाई सम्भव बनाइरहेको हुन्छ। आज हामी त्यही शक्तिको केन्द्र अर्थात् मदरबोर्डको रहस्य खोल्दैछौँ। हेर्दा त यो एउटा जटिल सर्किट बोर्ड जस्तो देखिन्छ, तर यसलाई एउटा शहरको नक्सा जस्तो सम्झिनुस् न। हरेक कम्प्युटरको निर्माण यही नक्सा, यही जगबाट सुरु हुन्छ। यो बिना कम्प्युटरका अरू पाठ पूर्जाहरूको कुनै अर्थ नै रहँदैन। ल, हाम्रो यात्राको पहिलो स्टपमा जाउँ। यो त्यो ठाउँ हो जहाँबाट कम्प्युटरले सोच्ने र काम गर्ने शक्ति पाउँछ। भन्नुपर्दा यो कम्प्युटरको दिमाग नै हो। यो हो सीपीयू सकेट। यो ठाउँ प्रोसेसर अर्थात् कम्प्युटरको दिमागको लागि मात्र बनेको हो। रमाइलो कुरा के छ भने हरेक प्रोसेसरको लागि फरक फरक सकेट हुन्छ। त्यसैले मदरबोर्ड र सीपीयूको जोडी मिलाउनु एकदमै महत्त्वपूर्ण हुन्छ। यो प्रोसेसरको घर मात्र होइन, भनौँ न उसको सिंहासन नै हो। यही सानो चिपले कम्प्युटरलाई सोच्ने शक्ति दिन्छ। हामीले गर्ने हरेक क्लिकदेखि चलाउने हरेक सफ्टवेयरसम्मका निर्देशनहरूलाई प्रशोधन गर्ने काम यहीबाट हुन्छ। त्यसैले त यो दिमाग मात्र होइन, कम्प्युटरको कार्यक्षमताको मुटु पनि हो। दिमागको कुरा त भयो, अब लागौँ अर्को महत्त्वपूर्ण भागतिर। यो त्यो हिस्सा हो जसले कम्प्युटर कति छिटो चल्छ भन्ने कुरा निर्धारण गर्छ। यिनीहरू हुन् र्याम स्लट, जहाँ कम्प्युटरको अल्पकालीन मेमोरी यानि कि र्यान्डम एक्सेस मेमोरी वा र्याम जडान गरिन्छ। यसले के गर्छ भने कम्प्युटर चलिरहेको बेला चाहिने डाटाहरू तुरुन्तै उपलब्ध गराउँछ, जसले गर्दा काम एकदमै छिटो हुन्छ। र्यामलाई एउटा काम गर्ने टेबल जस्तै सोच्नुहोस् न। टेबल जति ठूलो भयो त्यति नै धेरै किताब र कागजपत्रहरू फैलाएर एकैपटक काम गर्न सकिन्छ, होइन त? हो, त्यसै गरी जति धेरै र्याम भयो कम्प्युटरले उति नै धेरै प्रोग्रामहरू एकैसाथ बिना कुनै समस्या सहजै चलाउन सक्छ। मदरबोर्डले कम्प्युटरलाई शक्तिशाली बनाउने मात्रै होइन, भविष्यमा यसको क्षमता अझै बढाउने बाटो पनि खुला राख्छ। यो हो पीसीआई स्लट, जसको पूरा नाम हो पेरिफेरल कम्पोनेन्ट इन्टरकनेक्ट एक्सप्रेस। यसलाई मदरबोर्डको सुपर हाइवे भन्दा पनि हुन्छ। यसले ग्राफिक्स कार्ड, साउन्ड कार्ड वा तीव्र गतिको स्टोरेज जस्ता अतिरिक्त पाटपुर्जाहरूलाई सिधै प्रोसेसरसँग जोड्छ। उदाहरणको लागि, यदि कसैलाई उच्च गुणस्तरको गेमिङ खेल्नु छ वा भिडियो एडिटिङ गर्नु छ भने त्यसको लागि चाहिने शक्तिशाली ग्राफिक्स कार्ड यही स्लटमा जडान गरिन्छ। यसले कम्प्युटरको कार्यक्षमतालाई एउटा बिल्कुलै नयाँ तहमा पुर्याइदिन्छ। अहिलेसम्म हामीले छुट्टा छुट्टै भागहरूको कुरा गर्यौं। अब हेरौं मदरबोर्डले यी सबैलाई कसरी एक आपसमा जोडेर राख्छ। यो मदरबोर्डको जीवन रेखा नै हो। पावर कनेक्टरहरूले शरीरमा रगत दौडाए जस्तै बिजुली दौडाउँछन्। साटा जस्ता स्टोरेज पोर्टहरूले हाम्रो डेटा भण्डार गर्ने हार्ड ड्राइभ वा एसएसडीलाई जोड्छन्। अनि यूएसबी हेडरहरू चाहिँ हाम्रो हात र आँखा जस्तै हुन्, जसले किबोर्ड, माउस र अरू उपकरणहरू मार्फत बाहिरी संसारसँग सम्पर्क गराउँछन्। अन्ततः मदरबोर्डको मुख्य काम भनेको अराजकतालाई व्यवस्थामा बदल्नु हो। यो बिना कम्प्युटरका शक्तिशाली पाठपुर्जाहरू केवल धातु र सिलिकनको एउटा अर्थहीन थुप्रो मात्र बन्न पुग्छन्। मदरबोर्डले नै तिनीहरूलाई एउटै लयमा काम गर्ने एउटा प्रणालीमा बाँध्छ। अन्त्यमा भन्नुपर्दा मदरबोर्डलाई कम्प्युटरको मेरुदण्ड भन्नु नै सबैभन्दा उपयुक्त हुन्छ। जसरी मेरुदण्डले हाम्रो शरीरलाई अड्याउँछ र सबै अङ्गहरूबीच सञ्चार गराउँछ, त्यसै गरी मदरबोर्डले पनि गर्छ। त्यसैले अर्को पटक कम्प्युटर अपग्रेड गर्ने सोच्दा प्रोसेसर र र्याम मात्र होइन, यो मेरुदण्ड कतिको बलियो छ भनेर पनि विचार गर्नुहोला। आखिर बलियो मेरुदण्ड बिना शरीर कसरी शक्तिशाली हुन सक्छ र?